स्वर्ग छोडी मानिस रूपमा जन्मे येशू गाईको गोठमा मुक्ति उद्धार जीवन दिए येशूको अनुग्रह सबले पाए। जय मसीह। म डाक्टर प्रकाश साहू आत्मिक रूपमा, शारीरिक रूपमा, मानसिक रूपमा र सामाजिक रूपमा हाम्रा मण्डलीहरू, हाम्रा विश्वासीहरू, हाम्रा अगुवाजनहरू, प्रभुका दासहरू स्वस्थ हुनुपर्छ भन्ने अभियानमा पवित्र आत्माको सान्त्वनाको सेवकाई द्वारा गत वर्षभरि हामीले विभिन्न मण्डलीहरूमा निःशुल्क स्वास्थ्य चेक जाँच सेवाकाई, जागृति सेवाकाईहरू चलायौं र परमेश्वरले अद्भुत काम गर्नुभयो। हाम्रा सेवा संगतिमा अद्भुत पवित्र आत्माको सामर्थ्य, पवित्र आत्माको भरिपुरी, छुटकारा चंगाई उहाँले दिनुभयो र हामीले देख्यौं परमेश्वरको अद्भुत प्रेम। यी दिनहरूमा परमेश्वरको शक्तिशाली काम र त्यसको साथसाथै मण्डलीलाई परमेश्वरले सान्त्वना दिनुभयो। हामीले सिकेका जानेका हाम्रा नलेजहरू, हाम्रा सिपहरू, हाम्रा अध्ययनहरूद्वारा, ज्ञानद्वारा मानिसलाई स्वास्थ्य क्षेत्रमा उत्साह दिने र सिकाउने मौका परमेश्वरले गएका वर्षहरूमा दिनुभयो। म धेरै धेरै धन्यवाद दिन्छु तपाईहरु जो जति हाम्रो यस च्यानलमा जोडिनु भएको छ र हामीलाई निरन्तर प्रार्थना गर्नुहुन्छ र हाम्रो लागि हाम्रा भिडियोजहरुलाई निरन्तर हेरेर उत्साहित हुनुहुन्छ। तर आज म तपाईहरुलाई विशेष गरी आउँदै गरेको 2025 को क्रिसमस को अवसरमा परमेश्वरको अनुग्रह, परमेश्वरको आनन्द, परमेश्वरको अभिषेक, परमेश्वरको निर्देशन र सुरक्षा तपाईलाई मिलोस्। तपाईको परिवारलाई निरन्तर परमेश्वरको उपस्थितिले तपाईलाई डोर्याएको होस् भन्दै म ह्यापी क्रिसमस भन्न चाहन्छु। आउने 2026 सालमा परमेश्वरले हाम्रो सेवाकाईमा अद्भुत काम गर्न जाँदै हुनुहुन्छ र तपाईहरु आफ्नो मण्डलीमा यदि निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क स्वास्थ्य चेक जाँच कार्यक्रम र जागृतिका सेवाहरू तपाईं राख्न चाहनुहुन्छ भने कृपया मलाई सम्पर्क गर्न सक्नुहुन्छ र हामी समय मिलाए अनुसार तपाईहरुको मण्डलीमा तपाईहरुको विश्वासको लागि निःशुल्क स्वास्थ्य चेक जाँच परामर्शका साथसाथै पवित्र आत्माको चंगाई र छुटकाराको सेवाकाई गर्नलाई प्रार्थना साथ र उत्साहका साथ आउनेछौं र परमेश्वरको ठूलो महिमा हाम्रो बीचमा हुनेछ। हस् त यति भन्दै यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, किनभने यो क्रिसमसमा मेरा शब्दमा लेखिएको एउटा क्रिसमस डान्स सङ तपाईहरु हेर्न सक्नुहुनेछ र अन्तिमसम्म यस भिडियोलाई हेरेर आत्मिक आशिष लिनुहोस् र परमेश्वरमा सधैं बढिरहनुहोस्, स्वस्थ रहनुहोस्, आत्मिक रूपमा, शारीरिक रूपमा, मानसिक रूपमा र सामाजिक रूपमा स्वस्थ हुँदै परमेश्वरको लागि जिउनुहोस्। होस् त ह्यापी क्रिसमस। गॉड ब्लेस यू। जय मसीह।